हाम्रो खानदानको तँलाई कसम छ हेर बाजेलाई बिचमा नल्या हे भगवान साथीले भनेको कुरा मैले अहिले भनिरहेको छु धेरै नबोल आफ्ना पुर्खाले भनेको कुराहरू म अगाडि बढाइरहेको छु अगाडिका सन्ततिहरूलाई दिइरहेको छु यहाँ यति धेरै सन्ततिहरूले हेरेर बस्छ बाजेलाई बिचमा सुन चुप लाग्के म आफ्नो बाजेको सन्तति नासो म सबजनालाई म बाँटिरहेको छु अहिले त विकृति फैलाइरहेको छु घरकै मान्छे दिदीलाई चाहिँ दिन्ने भनेर झुटको विकृति झुटको खेती सप्रिन्छ विकृति हैन आकृति देख्यौ यहाँ पनि केटीकै नाम छ विकृति नै है म म एकदम गहिरो कुरा गर्छु यो माथि माथिको कुरा गर्छ किनभने म समुद्रको गहिराइमा डुब्ने मान्छे हो यो माथि माथि तैरेर स्विमिङ भर्खर खेल्न जानेको मान्छे सुन भाइ है आज मैले बिहान ए भाइ त जिम जान्छ भात खायो भने त पेट भ्यात्ता लाग्छ फेरि भोलिपल्ट जानुपर्छ भनेर भाइ छोड्दै रोटी खा म पकाउँछु है छोड्दै तैँले कम्तीमा यसको कुरामा नआउन है तिमीहरूलाई कस्तो ट्रुथ लागिरह होला के यो यसले यस्तो राम्रोसँग भन्छ कि यो पुरै साँचो हो यो दुनियाँ ब्रह्माण्ड ट्रुथ लागिरह होला के ट्रुथ के यस्तै हो भने त पनि कसम खा म पनि खान्छु खाम न त कसम खाम न त अहिले खिलाएर कसम खुवाइ खुवाइ नै मलाई ग्यास्ट्रिक भएको बुझिने खाना खुवा न मलाई खाना खुवा तैँले कसम खुवाएको खुवाइ छाती पोलिरहेको छ एपिक हुनुहुन्छ हजुरहरू दुईजना कसम खाएर कसैलाई ग्यास्ट्रिक हुन्छ भाइ अलि पछि त मलाई डोरी पनि भयो कसम खाएर भन्नु त केही नखाएर पनि एउटा सुन एउटा कुरा भन्छु एउटा सुन भर्खरै ल एउटा चुज गर किन गरौँ म चुज एउटा चुज गर किन गरौँ किन एउटा चुज गर म गर्दिनँ छिटो चुज गर म गर्दिनँ कति न मलाई गिफ्ट ल्याएर यहाँनिर एउटा भाइ एउटा हेर गाइस यसले एउटा चुज गर भन्यो होइन जुन चुज गरे नि एउटै हो कि मलाई थाहा छ एउटा चुज गर मलाई थाहा छ यो दुईटाको म जुन चुज गरे भने यो गर्छ न यो दुईटामा सेमै छ कि यो छिटो चुज गर नाइन अब म जुन गरे पनि म फस्छु मलाई थाहा छ म यो गर्छु म किन दुईटा त भनेकै गर्नु दुईटा मात्रै हो के चुज गर म यही गर्छु नाइन छिटो मैले भनेर हुन्छ र म एक्स्ट्रा चुज गर म फोन फ्रेन्ड गर्छु म किन यो चुज गर्छु नाइन चुज गर छिटो गाइजहरु म कुन चुज गरौँ ल भन त म साथीहरुसँग हेल्पलाइन लिन्छु अरु के हैन रे मनिषा दिदीलाई चाहिँ स्किप गर्नु रे के अझै गेम खेल्नु पर्यो ल ठिक छ चल निकल बाय ओए बिजु यता सुन्न भाइलाई पिट्यो भनेर भोलि लाइभमा हाल्छन् के मान्छेहरूले बुझिन अलिकति उ बन के गमिलो बन के होइन कसका ती तेजीलाई ती पराकाष्ठ आँखा कसका मैले हातपात गरे